नमस्ते ल ह्यापी दसैँ तँलाई के छ ठिक छ हैन ल बाजे बजे हुनुहुन्छ यहाँ हाम्रो हजुर सेल पनि खान आउन सक्नुहुन्छ हजुर चाहिँ ल यो तिम्रो नाम ल हाम्रो दसैँ यही हो गाइज हेर्न सक्नुहुन्छ ह्यापी दसैँ सिधै हाम्रो सुनौलीतिर जान्छ भन्छ यताबाट हाम्रो चाहिँ बुढोलतिर जान्छ है त भइसकेको सबैले टिका लाएर ल कागती पनि गुलियो कागती पनि गुलियो भयो आरामै हुनुहुन्छ के अरे हैन हेर्न सक्नुहुन्छ हजुरले चाहिँ यो डाइभरटोलको एरिया हो धेरै रक्सी नखानु होला हैन अब दसैँ मनाउन त मनाउने हो पुलुतिर नसुत्नु होला बाटोमा नसुत्नु होला रक्सी खाएर हैन हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल सिङ्जाली भ्लग एन्ड सम्पूर्णमा नमस्ते र आज चाहिँ नेपालीहरूको महान चाड विजय दशमी देश विदेशमा छरेर राख्नुभएको बुबु आमा दिदीभाइ अनि साथीभाइ लगायतका सम्पूर्ण इष्टमित्रहरूमा ह्याप्पी दसैँ एन्ड दसैँ चाहिँ राम्रोसँग मनाउनु होला सबैजनाले हाम्रो पनि आज टिका छ लगभग हामी पनि अब 2 वर्षपछि टिका लगाउँदैछौँ त्यसपछि चाहिँ आज दसैँको विशेष दिन आज के हुन्छ कसो हुन्छ हजुरलाई चाहिँ मैले चाहिँ अब देखाउने छु दिउँसोतिर चाहिँ आज हामी चाहिँ खासै टाढा कतै पनि जाँदैन होला यतै घरैतिर हुन्छ होला सायद अब तास खेल्ने खोरखोरी खेल्ने होला लगायत सायद आज घुम्न जाने कतै नि प्लान छैन यसो घर टिकाहरू लगाउने मात्र कार्यक्रम र एन्ड सबैजनाले रमाइलोसँग दसैँ मनाउनु होला जहाँ हुनुहुन्छ जस्तो ठाउँमा हुनुहुन्छ र सबैजनाले ह्याप्पी दसैँ र अहिले हाम्रो घडीमा पनि 9 बजिसकेको छ र अनि हिजो साँझतिर पानी पऱ्यो कि त्यही भएर मौसम चाहिँ अलि खुलिरह हेर्न सक्नुहुन्छ हजुरले चाहिँ अब मौसम चाहिँ एकदमै बादल हो पारी डाँडातिर यता चाहिँ अब धान पनि प्यालो भइसकेको छ मर्निङको नजारा यस्तै छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हजुरले चाहिँ अनि त्यसपछि चाहिँ यता पनि छ भ्यू चाहिँ हाम्रो डाँडाहरू पनि मस्त देखिरहेको कि यतातिर चाहिँ अनि दसैँ अब कतै गइँदैन होला यसो चोकसम्म तास खेल्न र खोरखोरी खेलिन्छ होला एन्ड कति रमाइलो भएछ नि हजुरलाई देखाउँदै गर्छु र देख्न सक्नुहुन्छ हाम्रो सानो दाइले चाहिँ यहाँ पराल थुत्दै हुनुहुन्छ हाम्रो काठमाडौँवाला दाइले काठमाडौँबाट चाहिँ हिजो आउनु भएको थियो दसैँ मनाउन जबरजस्ती हामीले बोलाएको हेर्न सक्नुहुन्छ पछाडि हाम्रो दाइको लागि चाहिँ कोही केटीहरू हुनुहुन्छ भने चाहिँ सम्पर्क गर्नु होला बिचरा एक्लै थुट्नु पऱ्यो उहाँ परालमा अहिले त भाउजूले साथ दिनुहुन्थ्यो होला नि सँगै भएको भए त करिला उठेर आउनु भयो त फेरि हो र दाइ त पुरा गोरो देखिनु भएको हेर्न सक्नुहुन्छ पुरा खै ओहो यहाँ पनि भाउजू पनि भएको भए पराल थुट्न कति आनन्द हुन्थ्यो कति राम्रो सुन्न सुगन्ध हुन्थ्यो होइन गाईजहरू आज कता जाने हजुर चाहिँ म त फेरि यहाँ बुटोल जाने भन्नुहुन्छ फेरि म टिकाले गएर आउँछु जाँदैन म चाहिँ आज बुटोल जाने भएँ भर्खरै मम्मीले चाहिँ उहाँ बजै बाजेहरू हुनुहुन्छ उहाँ चाहिँ टिका लाउनु जानु पऱ्यो अब धेरै पछि टिका लाउँदैछ अब हामी चाहिँ अब बुटोल गएर टिका लगाएर अहिले चाँडै फर्किन्छु म चाहिँ ल उता चाहिँ हाम्रो दिदी छ उहाँ पारि स्वागत छ मेरो भगमा ल आरामै हुनुहुन्छ के अरे ल चाहिँ आमा हुनुहुन्छ नारायण दाईको आमा चाहिँ नारायण दाईलाई के भन्न चाहनुहुन्छ हजुर ल वैशाखमा आउनुहुन्छ अरे दाइले पनि भलक हेर्नुहुन्छ होइन त्यही भएर यहाँ चाहिँ अब आमालाई भेटिहाल्यो आमा चाहिँ अब इन्डा बस्नुहुन्छ अब भाउजू चाहिँ अब इन्डा जानुभएको अनि भाउजू उता जाने आमा चाहिँ यता आएर चाहिँ यहाँ घर सम्हाल्नु भएको एकैछिनको लागि चाहिँ आज दसैँ ह्याप्पी दसैँ आमा आज चाहिँ कता जानु नि हो के गर्नु नि हो आज दसैँको दिन आजै त टिका लाउनु नि हो यहाँ तुलसी दाईकोमा ल आमाले चाहिँ आज टिका लाउने चाहिँ टिका रहेछ आमाहरूको पनि ल म चाहिँ यसो गाउँ डुल्दै हिँड्छु मौसुली ह्याप्पी दसैँ के छ यता हेरिदेऊ न यता यहाँ आउन ल ह्याप्पी दसैँ भाउजू ह्याप्पी दसैँ ओहो ल सासु बारीले चाहिँ यहाँ सेरोटी बोल्दै हुनुहुन्छ ल हाम्रो भाउजू हुनुहुन्छ यो चाहिँ के हो ओहो यहाँ चाहिँ परिकार छ यता आन्टी चाहिँ ह्याप्पी दसैँ आन्टी ल थ्याङ्क यू आन्टीले चाहिँ अब यहाँ रोटी पोल्दै हुनुहुन्छ यहाँ सेलहरू यत्रो रहेछ ल सेल पनि खान आउन सक्नुहुन्छ हजुर चाहिँ ल के भन्न चाहनुहुन्छ आज दसैँको दिन चाहिँ कता जानु के गर्नु नि हो ल अनिल दाईलाई पनि एकदमै ह्याप्पी दसैँ छ म के अरे भिडियो मार्फत चाहिँ हजुरलाई पनि टाढी भए पनि ल भाउजूले पनि ह्याप्पी दसैँ भन्नुभयो हाम्रो दुबईमा रहनुभएको अनिल दाईलाई चाहिँ उहाँ चाहिँ अब श्रीमती हुनुहुन्छ उता चाहिँ आमा हुनुहुन्छ पछाडि चाहिँ ड्याड चाहिँ खै कता जानुभएको नि चाहिँ अनि यहाँ चाहिँ रोटीहरू पोल्दै हुनुहुन्छ आज चाहिँ दसैँको स्पेसल पाक्दैछ ल गाइजहरू
फेरि चोर्नु पाइन्छ सेलरोटी चोरी भएको छ यहाँ भर्खर चाहिँ नानीले चाहिँ पुरा सेलरोटी चोरेको नि थाहा पायो नि ह्याप्पी दसैँ अङ्कल हो यहाँ अङ्कल चाहिँ ह्याप्पी दसैँको यहाँ उस गर्दै हुनुहुन्छ यता बच्चा नि पाहा कसले पाएर हो र ल दसैँको दिनको लागि चाहिँ हिजो ल लोर्के पाठा नि अर्को दसैँमा ज्याङ्गो गराएर खानुपर्छ अङ्कल है हजुर ए 40 किलो भएको थियो हजुर वर्षको फेरि अर्को वर्ष 45 किलो हुन्छ ल त्यही अनुसारले गर्ने हो ल अङ्कलले चाहिँ अब बाख्राहरू पाल्नुहुन्छ बेचिराख्नुहुन्छ होइन यो चाहिँ अब अङ्कलको दिनु होला ल गएर युट्युबमा ड्याङ लाइक दिनु होला सब्स्क्राइब गर्नु होला जम्मै दिनु होला ल यसले यसको प्रोसेस चलोस् ल धन्यवाद छ अङ्कललाई पनि मेरो तर्फबाट चाहिँ घर यतै छ होइन घरमा चाहिँ अब यतातिर चाहिँ अब उस पकाउँदै हुनुहुन्छ बाहरूले चाहिँ ल ह्याप्पी दसैँ यता बाले बसाउने हुन्छ यता दिदी यता मम्मी हुनुहुन्छ अचार गराउनु हुन्छ यहाँ चाहिँ हाम्रो बाबा कुक हो यहाँ चाहिँ के गराउँदै हुनुहुन्छ पनि स्पेसल के हो यो चाहिँ म चाहिँ अब यहाँ सुमन दाईको घर जान्छु अब बाउ छोरा मात्रै हुनुहुन्छ अब भाउजू नेपाल जानुभयो कोही दाईहरू चाहिँ विदेश हुनुहुन्छ होइन यहाँ चाहिँ हाम्रो दाईको पसल छ यहाँ केटाकेटीहरू चाहिँ बिहानै दसैँको दिन चाहिँ ह्याप्पी दसैँ अङ्कल दर्शन ह्याप्पी दसैँ अङ्कल यहाँ चाहिँ हाम्रो पसलको अङ्कल हुनुहुन्छ हाम्रो अङ्कललाई नि ह्याप्पी दसैँ अङ्कलको चाहिँ यहाँ किराना पसल हो यहाँ चाहिँ हजुरको सानोदेखि लगभग हजुरलाई खुट्कर के चाहिन्छ सबै पाइन्छ यहाँ चाहिँ हाम्रो अङ्कल साउजी हुनुहुन्छ यहाँ चाहिँ हाम्रो देख्न सक्नुहुन्छ हजुरले चाहिँ एकदमै अब चिन्नुहुन्छ हजुरले पनि यहाँ कपी कलमदेखि स्याम्पूहरू लगायतका सबै खानेकुराहरू पाउँछ यहाँ केटा ह्याप्पी दसैँ भाइहरू के हो तिम्रो नाम रेहान के हो त फेरि रेग्मी कसको छोरा हो तिमी नारायण उहाँ नारायण अङ्कलको उता ए त्यता हो यता हाम्रो नानीको के हो श्यामको छोरी तिम्रो नाम फेरि सामना पाण्डे कति क्लासमा पढ्ने हो त फेरि तिमी 1 मा हो यता हाम्रो चस्मा लाउने भाइको नाम सोहन के हो सोहन फेरि पाण्डे हो ओहो हाम्रो सानो मान्छे फेरि यता के हो तिम्रो नाम सन्डे के सन्ध्या के हो तिम्रो नाम दुई हो तिम्रो नाम के हो तिम्रो नाम वाट इज योर नेम थाहा छैन नेम ल फुचिल त नाम के हो भनेको त दुई भन्छ नि त के हो गाँथे ओहो ल ह्याप्पी दसैँ सबैजनालाई सुमन दाई कता जानु भएछ नि सुमन दाईसिम जान्छु भेट्न सुमन दाई कता हुनुहुन्छ हाम्रो सुमन दाईले खाना पकाउनु ल ह्याप्पी दसैँ ल ओ दाई पनि कुके ओ यहाँ दाइले चाहिँ मासु गराउनुहुन्छ आज दसैँ हो नि त जहाँ पनि मासु नपाक्ने त कुरै भयो नि स्पेसल जोस् अब यहाँ दाइले चाहिँ छुट्टी गराउनु भएकोले चाहिँ पाउँ र यहाँ चाहिँ अब ह्याप्पी दसैँ अङ्कल आरामै हुनुहुन्छ के अरे हजुर ल यहाँ चाहिँ अब धुवा रहेछ दाइ चाहिँ होइन अङ्कलले ढाका टोपी लगाएर आउनु भएको टक्क लगाएर कागती पनि गुलियो भयो ओ तेरिका कारण के होला अङ्कल गुल्ली हुने कागती पनि मेरो जिउरो बिग्रो कि त्यो कागती बिग्रो मलाई ओहो प्रकृतिलाई सोध्नु पर्छ त्यति सबै हाल बोकाको मासु धेरै भर्दा होइन नि अङ्कल बिग्रेको ल ल ल ल आज दसैँ स्पेसल आज अङ्कल कता आज तास खेल्न होइन र हिजो ह्याप्पी बर्थडे थियो ए ह्याप्पी बर्थडे थियो ल ह्याप्पी बर्थडे अङ्कल हिजो नि भेट्न पाइएन हिजोको ह्याप्पी बर्थडे आज है ल एडभान्समै ल यहाँ चाहिँ अब मासुको लागि तयारी हुँदैछ यता अङ्कलहरूले पनि गफ लाउनु भयो अब म पनि अब घर जानु पर्यो अङ्कल चाहिँ यता गफ हान्दै हुनुहुन्छ जो चाहिँ आज मौसम चाहिँ एकदम खुलिरहेको कि आज एकदम हिजो पानी परिरहेको थियो त्यस कारणले चाहिँ अब मौसम चाहिँ एकदम खुलिरहेको हेर्न सक्नुहुन्छ बारी चाहिँ जस बादल लगाइरह नि त होइन त्यसपछि
ल अब ह्याप्पी दसैँ टाढी भएको साथीहरू गाउँठाउँमा भएको अनि देश विदेशमा रहनुभएको सबै साथीहरूले ह्याप्पी दसैँ। विशेष गरेर मेरो गाउँमा भएको साथीहरू अनि सबै साथी अङ्कल आन्टी सबैजनाले ह्याप्पी दसैँ। धेरै रक्सी नखानु होला होइन, अब दसैँ मनाउन त मनाउने हो, कुलोतिर नसुत्नु होला, बाटोमा नसुत्नु होला रक्सी खाएर होइन। खानुपर्छ, रमाइलो गर्नुपर्छ आज विशेष दिन, त्यही पनि चाहिँ अब लिमिटमा खानु होला भन्दै सबैजनाले ह्याप्पी दसैँ। नमस्ते, ल ह्याप्पी दसैँ। आज ह्याप्पी दसैँमा के खाने हो? मासु छैन किन? जोसँग बोल न, यी खस्यो यो नखाम यो हालिम। ह्याप्पी दसैँमा के खाने आज? चिच्चाएर के चिची के को? ओहो बङ्गुरको खाली गर्छन्, बङ्गुरको खाने होइन मार्छन् घरकोले। बङ्गुरको खाने भन्छ, धनी भएर बङ्गुरको खाने हो, मार्छन् घरको। खसीको होला नि होइन? खसीको बङ्गुरको मासु खाने भन्छ त हाम्रो फुच्चीले। पहिला चाहिँ हामीले अब जिस्काइराख्ने कि बङ्गुरको मासु खाने नि, त्यो त बङ्गुर भन्छ। अहिले हाम्रो घरमा चाहिँ 11 बजिसक्यो। टिकाको साइज चाहिँ 11:54 कि 55 यस्तै कस्तीमा छ गरी 12 बज्नुभन्दा अगाडि चाहिँ। अनि कपडा लगाएर रेडी भइसक्यो, हामी अब टिका लगाउँछौँ। के रेखाएको र त्यसरी? ब्युटी चप्पल हो, तिमी राम्री भयो अब टिका लाउने हो? लाको पाउडर लाए दसैँको टिका के छ ठिक छ? अब तिमी म खेलौँ ल। सासूबारी यता हुनुहुन्छ राम्री भएर। ओहो फोटो खिचेको आज दसैँको दिन एकदमै। ल ह्याप्पी दसैँ है फेरि पनि हजुरलाई पनि आन्टी पनि। कता हिँड्नु भएको टिका लाउन? तल हाम्रो चिया भनेपछि साइला दाइलाई कसरी टप्दैन के त्यस्तो धेरै चिया खानुहुन्छ। दिनमा कति फेर चिया खानुहुन्छ दाइ? 3 फेर आएर 30 फेर खानुहुन्छ। अब हामी चाहिँ टिका लाउनु सुरु गरिहाल्यौँ। यता बाबा हुन्छ, यता दिदी, यता भान्जी। ल हिँड जाउँ ल भित्र। यहाँ चाहिँ अब टिका लाउनु चाहिँ सुरु भइसक्यो, हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। यहाँ चाहिँ टिका लाउनु चाहिँ सुरु भइसक्यो। र भान्जीले चाहिँ टिका लगाउँदैछन् होइन, सुसना भान्जी है हाम्रो चाहिँ। ल नमस्ते गरेर हामीले लगाइदिने कि बस्छ ल। दिनुहुन्छ अहिले फोटो खिच्ने कि हामीले चाहिँ भर्खर टिका लगाएर सकिहाल्यौँ। अहिले हाम्रो घडीमा नि अब 12 बजिसक्यो। अब 11:53 यस्तैमा कस्तो साइड अब हामी पनि अब भएर 1-2टा फोटो खिच्छौँ। अनि त्यसपछि खाना खाएर अब बुटोल गइहाल्छौँ। अनि त्यसपछि चाहिँ हेरौँ अब उहीँ गएर बाजे बोजूहरूलाई भेट्ने कुरो छ। उहीँ गएर बाजे बोजूहरूलाई भेट्छौँ। त्यसपछि मामा माइजूहरू अब के कस्तो हुन्छ उहीँ गएर हेरौँला। बाँकी भिडियो चाहिँ अब 1-2टा फोटो खिच्नु पऱ्यो यस्तो टक्क लगाएर। जस अहिले चाहिँ अब पानी पर्ला जस्तो छ कि मौसम चाहिँ। अब घाम पनि लागेन, यस्तो अँधेरो अँधेरो हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। यता चाहिँ हाम्रो दिदी हो, यता हेर दिदी। ह्याप्पी दसैँ। हाम्रो दाइले पनि टिका लगाइसक्नु भयो, हाम्रो साइना दाइ होइन। तँलाई के छ? ठिक छ ठिक छ होइन। ल स्वागत छ मेरो युट्युब च्यानल सिङ्जाली भ्लगमा चाहिँ होइन। हजुर चाहिँ पहिलोचोटि आउनुभयो कि मेरो भ्लगमा? त्यस्तै लाग्यो मलाई चाहिँ हो। पहिला आएको थिएन, पहिलोचोटि आउनु भएको थियो कि होइन र? फर्स्ट टाइम आयो जस्तो लाग्यो। ल आजको दसैँ म चाहिँ अब बुटोल हिँडिहालेँ होइन। म बाबा दिदी भएर बुटोल हिँड्यौँ। ल थ्याङ्क यू। ल अब गएर चाहिँ हामी बुटोल पुगिहाल्छौँ। बुटोल गएर त्यहाँ टिकाहरू लगाएर मामा माइजू बाजे बोजूलाई भेटेर चाहिँ फर्किहाल्छौँ। मैले साँझ फर्किन्छ अनि साँझ गएर खोटखोटे डाँसहरू खेल्छ। ल हजुरलाई देखाउने नै छु अब कतिको रमाइलो हुन्छ बुटोल गएर, त्यो पनि देखाउँछु हजुरलाई चाहिँ। ल बाँकी भिडियो चाहिँ हेर्दै गरौँ ल। लेट्स लगा त्यहाँ अब बुटोल हिँडिहाल्यौँ होइन। उता अङ्कल चाहिँ आइसक्नु भयो। ह्याप्पी दसैँ अङ्कल, ह्याप्पी दसैँ। हाम्रो चाहिँ यता नारायण अङ्कल हुनुहुन्छ होइन, आरामै हुनुहुन्छ के अरे होइन। आज दसैँ छैन र हजुरको? ए ल हामी चाहिँ अब अटोमा बुटोल हिँड्न लागिसक्यौँ। बा आउँदै हुनुहुन्छ। ओ साल दाइ ल जाम बाले जुत्ता लाउँदै हुनुहुँदो रहेछ नि त्यहाँ। यहाँ त फोटो खिच्ने सुट भइरहेको रहेछ। दसैँको रमाइलो यो पो हो त। ल हाम्रो यात्रा चाहिँ सुरु भइहाल्यो होइन। अब हामी चाहिँ हिँडिहाल्यौँ। यता पछाडि थुप्रैजना हुनुहुन्छ अटोको लागि चाहिँ पछाडि हेर्न सक्नुहुन्छ यता। हामी चाहिँ आज नारायण अङ्कलको अटोमा छौँ। जस भर चाहिँ घाम लाग्यो कि पानी आउँदा जस्तो गरिरहेको थियो। अब यहाँ चाहिँ अब चिल दामी छ मौसम चाहिँ एकदमै। अब हजुर यहाँ डाँडा काँडाले हेर्नु कति बवाल छ यता यहाँको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ। अहिले हामी चाहिँ अब सङ्गम चोकमा होइन खाने खान्छौँ। यो चाहिँ हाम्रो दिदीभाइको घर।
पनि हिँड्नु भएको यहाँ चाहिँ माइट चाहिँ अस्तिको भलक हेर्नु भयो कि नि भाउजू हेर्नुभयो ल आज पनि भलकमा आउनुहुन्छ हाम्रो भाउजू नि हुनुहुन्छ पछाडि माइट हिँड्नु भएको रहेछ अब हामी पनि बुटोल हिँडेको म चाहिँ अहिले ठ्याक्कै जर्गाको नयाँ पुलमा छु यहाँ हेर्न सक्नुहुन्छ हजुरले यहाँको भ्यूहरू चाहिँ वरिपरि चाहिँ पारी चाहिँ मस्तको काँस फुलिरहेको भन्छ हजुरको चाहिँ यता चाहिँ अहिलेसम्म घाम चर्किरहेको थियो त्यो अहिले चाहिँ अलिअलि शीतल त भन्ने हो कि के भन्ने अब उम्को छ एकदमै हजुरको चाहिँ ल यहीँ छ नजारा चाहिँ अब यहाँको चाहिँ आज मान्छेहरू चाहिँ अब दसैँ हो नि त अस्त व्यस्त छन् सबै मजाले भूमै बजारमा छ होइन यताबाट हाम्रो काठमाडौँ जान्छ यताबाट हाम्रो परासी जान्छ भने यता चाहिँ हामी चाहिँ अब बुटोलतिर जान्छ मान्छेहरू चाहिँ यहाँ एकदमै भेला भइरहन् अब यहाँ चाहिँ हामीले बस कुरिरह अब बस कुरेर जान्छ होला सायद घर जाँदाखेरि अब माइक्रो आउँदैछ कति बेला अब दसैँको बेला आज चाहिँ हेर्नु त मान्छे कति धेरै छन् हो पारी पनि अब माइ गड ल म चाहिँ अहिले यो दाइबोटोलमा छु होइन हामी चाहिँ अब यहाँ दाइबोटोलदेखि नजिकै हो अरे हामी चाहिँ अहिले आकाशे पुल तर्दैछौँ यतातिर चाहिँ हाम्रो दाइबोटोलको यो भ्यू पनि हेर्न सक्नुहुन्छ हजुरले चाहिँ म चाहिँ अहिले यहाँ छु होइन जस यहाँ चाहिँ अब पानी पर्दाखेरि त ठिक रहेछ कि पानी पर्दा पनि यहाँ बस्न मिल्यो नि त हजुरको चाहिँ सही गराएर रहेछ कि हेर्न सक्नुहुन्छ यो चाहिँ मेन रोड हो यो चाहिँ सिधै हाम्रो सुनौलीतिर जान्छ भन्छ यताबाट हाम्रो चाहिँ बुटोलतिर जान्छ है त ल यही छ यहाँको नजारा चाहिँ हामी चाहिँ अब मामाको घर आइपुग्यौँ यहाँ दाइबोटोलदेखि यो युनिक पटदेखि हल्का भित्र है युनिक पट लाइनमा चाहिँ घर चाहिँ हेर्न सक्नुहुन्छ यतातिर चाहिँ यहाँ बजे हुनुहुन्छ यतातिर यहाँ भर्खर हामी आइपुग्यौँ यता चाहिँ बाजे हुनुहुन्छ यता चाहिँ हाम्रो ड्याड हुनुहुन्छ बजे आरामै हुनुहुन्छ के अरे अन यहाँ चाहिँ टिका लगाइदिनुहुन्छ बाजे र बजेले हाम्रो यहाँ बाबालाई चाहिँ यता माइजी हुनुहुन्छ उतातिर चाहिँ पनि हेर्नु है बजाइ ल यहाँ चाहिँ हेर्न सक्नुहुन्छ बाजे चाहिँ उस्तो गर्दै हुनुहुन्छ बाजेलाई टिका लगाइदिइसक्नु भयो अब यता मम्मीको पालो यता चाहिँ हाम्रो दिदी मैले नि खासै मगर भाषा बुझ्दैन अब बजेहरू त बोल्नुहुन्छ बजे दिदीहरू बाबाहरू छ यता चाहिँ हाम्रो माइजी हुनुहुन्छ यतातिर चाहिँ हाम्रो ड्याड यता बाजे बजै यता मम्मी यता विष्णु यता चाहिँ म छु ल यहाँ सबैजना बस्नु हाल्यो तिरेर अनि मैले फोटो खिचिदिन्छु कि यहाँ सबैजनाको भरेखेर फोटो खिचिदिनु पऱ्यो भनेर ल है त यता बाजे बजे हुनुहुन्छ यहाँ हाम्रो ठुलमम्मीको मम्मी बाबा होइन अहिले चाहिँ यहाँ पार्टी सरेर चाहिँ यता हुनुहुन्छ अहिले यो दाइबोटोलतिर हुन्छ यता चाहिँ किचन है छ अब माइजूले चाहिँ त्यहाँ नास्ता गराउँदै हुनुहुन्छ यतातिर चाहिँ यहाँ मामाले घर चाहिँ यहाँ 3 तले ठहराउनु भयो यहाँ घर चाहिँ खत्रै छ है यहाँ फुलहरू रहेछ यहाँ के को फुल हो खै यहाँ चाहिँ साग पनि लगाउनु भएको रहेछ कहाँ यहाँ पारी हेर्न सक्नुहुन्छ यहाँ चाहिँ घर चाहिँ एउटै कलरको देखियो है यहाँ त पिङ्क कलरको उतातिर नि ल यही नै हो हाम्रो कान्छा मामाको घर चाहिँ ल हामी पनि अब निस्किन्छ होला अब कति 5 बज्न लागिसक्यो अब घर जाँदा चाहिँ अब रात पर्ने भयो अब सकेसम्म जाने भनेको अब आएको नि अब 1 घन्टा भइसक्यो यता चाहिँ मामा हुनुहुन्छ मामा जतिको सन्चै हुनुहुन्छ यता चाहिँ मामाहरूले हेर्न सक्नुहुन्छ यता चाहिँ यता चाहिँ मामा बाबा बाजे हुनुहुन्छ हामीले टिका लगाएर भएन अब सबै मामाहरू आउनुभयो बाजे बोली सबै गाडेर टिका लगायो अब नास्ता पनि खाइसक्यौँ अब हजुर मलाई चिन्नुभयो
चिन्नुभयो? ए त्यही त म अस्ति नै आएको थिएँ नि एकचोटि बस्न 2-4 वर्ष भयो होला लगभग त्यही धेरै पछि भेट भयो भाइसँग खुसी लाग्यो टिकाली लगायो बाजे घाटमा चाहिँ यहाँ चाहिँ मामाको घरबाट देखिने भ्यू चाहिँ हेर्न सक्नुहुन्छ सजिलै यहाँ पारिपारि घर छ यो चाहिँ हाम्रो रेसुङ्गा पद भन्ने रहेछ यहाँ चाहिँ यता पारिपारि चाहिँ यो चाहिँ हाम्रो डाइभोटो पानी आउला जस्तो गरिराखेको आकाश पनि हेर्नु न यो सेता चाहिँ सिन खतरा यहाँ चाहिँ खेत्ने रहेछ धान्ने रहेछ यो बाटो चाहिँ अब बन्दै रहेछ यता अगाडि चाहिँ होइन चाहिँ हेर्न सक्नुहुन्छ हजुरले चाहिँ यो डाइभोटोलको एरिया हो जति पनि देखिरहेको छ यो सब एरिया चाहिँ हाम्रो यता माथि चाहिँ गोलपाक एरिया पर्छ भने चाहिँ होइन हाम्रो यता तल चाहिँ हजुरको भैरवा एरिया पर्छ यता तल जाने चाहिँ यस्तो एरिया चाहिँ खत्रै छ कि यहाँ घरहरू चाहिँ हेर्नु न बफालै छ है ल 360 मा हेर्न सक्नुहुन्छ सबै यो चाहिँ हाम्रो दिदी छ यता चाहिँ मस्तको उता डाँडाहरू खडा देखिरहेको कि माथि माथि चाहिँ हजुरको यता माइजूहरू बजे हुनुहुन्छ यता ल हामी पनि हिँड्यौँ है ल बस्नु है बजे ल माइजू लाग्यौँ हामी बस्नु है ल हुन्छ मामा ल ल ल हामी चाहिँ अब हिँडिहाल्यौँ अब हाम्रो घडी बिहान 5 बजे अब जाँदा टाइम लाग्छ होला ल यही छ हेर्न सक्नुहुन्छ हजुरले चाहिँ ल मामाहरू नै आउनु भएको थियो स्कुटीमा चाहिँ भर्खर आइपुगेको लगभग 5 बजी हिँडेको 7 बजी आइपुग्यो होइन एकदमै थकी ल्याइरहेको राम्रो राम्रो आशिष दिनु है दिदी अन्टे यता हाम्रो कमला दिदी यहाँ दसैँको भाइस बल्ल यहाँ ल्याइरह सपना दिदी दर्शन दिदी नानु भयो यता भान्जा बाबु यता दिदी ओहो केटाकेटीहरू यहाँ थुप्रै छन् के अरे छोराछोरीहरू पनि ल राम्रो आशिष दिनु होला आन्टी लजाउनु भयो क्या केटा दिदी यता हेर्नु न किन लजाउने अहिले हेर्न पाइन्छ कि 2-4 दिनपछि कस्तो नराखो हो र यता हाम्रो भेना नि हुन्छ भेना आरामी हुनुहुन्छ कि रहन ल हेर्न पाइन्छ कि घर बसेर फेरि भलक आउँछ 2-4 दिनपछि ल ओहो भइसकेको सबैले टिका लगाएर ल ह्याप्पी दसैँ के भन्न चाहनुहुन्छ मेरो भलकमा आउनु बाखा ल ल आउँछ आउँछ अङ्कल ल आजको दसैँ कस्तो भयो अङ्कल राम्रो भयो यता हाम्रो बहिनीहरू छोरीहरू छोराहरू रोलाइनीहरू चाहिँ होइन ल हामी पनि अब यता घर जान्छौँ यता हाम्रो बान्जी बाबु यहाँ चाहिँ हाम्रो दसैँ चलिरह मिठो चलिरह हेर्न सक्नुहुन्छ यता अङ्कल यता हाम्रो दाई ल हाम्रो दसैँ यही हो गाइज हेर्न सक्नुहुन्छ हाम्रो रमी चलिरह अलिकति चल्छ होला खलास चल्छ होला अहिले आजको दसैँ चाहिँ अब ठिक भयो भनौँ होइन यदि भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न ड्याङ्गे नभुल्नु होला र आगामी दिनमा यस्तै भ्लगहरू लिएर आउनेछु सबैजनाले राम्रोसँग दसैँ मनाउनु भयो भन्ने आशा छ र नेक्स्ट भ्लगमा भेटौँला र बाइ बाइ।